एकछिन लन्ठु यो बोका त यहाँबाट अब त्यो गाई सबैजनालाई जय नेपाल है थोरै ल यो चाहिँ सपोर्ट चाहिँ हुन पर्यो है एउटा अब सपोर्ट हाम्रो च्यानललाई हैन त्यो लिङ्कमा हाम्रो च्यानल लिङ्क छ त्यहाँनिर च्यानलमा जानु सबले सपोर्ट माया देखाउनु पर्यो सिधै खाडीबाट हो नि त फेरि हैन सिधै हामी चाहिँ कस्तो खतरा यतातिर कामको पनि लागिरहेछ अनि हामी चाहिँ लाग्दैछौँ यहाँ गाइसहरू अनि हामी चाहिँ त्यो माथिल्लो डाँडासम्म जाने प्लान गरिरहेका छौँ एकदम यो नेपाल जस्तो कहाँ हुन्छ भनेको सक्दैन नि नेपाललाई फेरि सक्दैन नि फेरि यार ऱ्याप हाल्न न एकजनाले यार ऱ्याप त चाहिँ अलिक गाह्रो नै पर्छ एउटा ऱ्याप स्याप हाल्दैन केटाहरूले अब लेख्न त लेखिन्थ्यो कि होइन लेख्न त लेखिन्थ्यो रहर पनि थियो अब यस्तो भन्नु साह्रो चाहिँ होइन है अब यस्तै छ है यतातिरको घर चाहिँ यस्तो हुँदो रहेछ यस्तो छ घर चाहिँ यतातिर देखिँदैछु म ए ल देखिँदैछु ए जङ्गल देखाउन हामीलाई ल ए तिमी पनि भिडियो गर न एकचोटि तिमी देखो भाइ यो हाम्रो इधरको थोडा यहाँ आएर देखाउन एकचोटि यो हाम्रो नेपालमा पाउने जस्तो यो जुन चाहिँ लिपि घाँस भन्छ यो हाम्रो नेपालमा बहुत पाइन्छ यहाँ पाइँदैन क्या बाख्रा त हुँदैन नि त्यही पनि अब राख्दो रहेछ अक्सिजनको लागि ल सबैजनालाई यो कालो बाटोको सिधा यो कालो बाटोबाट स्वागत छ हामी चाहिँ यस्तो अब कालो हिँड्दा हिँड्दा सबैलाई थाकेको अवस्था ल इधर जाके एक पोज करो है मैं ऐसा वीडियो कर देता हूँ तो पोज करो डांस करो ना एउटा गीतमा तिमी नाच हामी चाहिँ आज एउटा पेप्सी बोकेर त्यो माथिल्लो भिरमा जाँदैछौँ अनि साउदी अरेबियाको एउटा सुन्दर भिरमा है यति भिर पनि होइन तै पनि अब अलिकति हामी चाहिँ पहिलेदेखि नै अलिक गाउँमै हुर्केको गाउँमै जन्मेको अनि त्यही भएर अलिकति गाउँमै मनपर्छ कि सहर भन्दा पनि त्यही भएर आज गाउँ घुम्न निस्केका छौँ गाइजहरू घरहरू पुरानो देख्न सक्नुहुन्छ फाइनली भ्यू चाहिँ अहिले एकछिनमा देख्नुहुन्छ एकदम कडा आउँदैछ मैले चाहिँ सोचेको नि थिएन कि साउदीमा नि पहाड हुन्छ र तर हुँदो रहेछ फाइनली अब एकछिन पछि जस फाइनली भ्यू सुरु हुँदैछ है अब यहाँबाट हामीलाई किन एकछिन लन्ठु यो बोका त म त इन्टरभ्यू दिनु पर्यो नि मान्छेहरू फाइनली भ्यू चाहिँ यस्तो छ यस यहाँदेखि मलाई एउटा म यहाँ बोल्छु है थोरै ल यो चाहिँ साउदी अरेबियाको नफामा सबैभन्दा हामी टपमा छौँ टाइपको र देखिएको चाहिँ टाइप सिटी हो हामी धेरै टाढोबाट आएको छौँ होइन तर बिरालो दुई बुढे छ यहाँ बाटोतिर एउटा फोटो खिच्नुपर्छ कि अब फिल भयो ल फाइनली गाइस हामी चाहिँ यो जुन चाहिँ माथिल्लो डाँडामा आइसकेका छौँ र यहाँ भिडियो बनाउने थोरै गाडी कमाउँदैछ साथीहरूको भिडियो फोटो खिचिरहेको छ र यहाँ एकदमै हावा मिठो आइरहेको छ सेम नेपालमा जस्तै फिल भइरहेको छ र यहाँबाट चाहिँ तपाईँले एकदमै डाँडाका हेर्न सक्नुहुन्छ तपाईँले अलिकति पनि फिल गर्नुहुन्न कि यो म विदेशतिरै छु यो खाडीतिरै छु भन्ने फिल यहाँ आउनुभयो भनेदेखि चाहिँ है यहाँबाट चाहिँ तपाईँले एकदमै सेम हाम्रो नेपालतिर जस्तै भ्यूहरू देख्न सक्नुहुन्छ अलिकति चाहिँ नि झोल घारी चाहिँ नभएको मात्रै हो नत्र भनेदेखि सेम त्यस्तै छ हेर्न सक्नुहुन्छ गाइजहरू अब यो डाँडा काँडाहरू हेर्नुहोस् सेम त्यस्तै छ हाम्रो नेपालतिरको जस्तै होइन र म चाहिँ ठ्याक्कै यो अग्लो टावर सायद तपाईँले देख्दै हुनुहुन्छ होला यो अग्लो टावरबाट आएको यहाँसम्म र अब
फाइनली हामी फर्किन्छौँ यहाँबाट। अब त्यो गाइजहरू है भिडियो चाहिँ हामीले यहाँ इन गर्छौँ, फोटोसोटो सुट गरिहाल्छौँ थोरै र भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर गर्न भुल्नु होला। अब आगामी दिनमा पनि हामीले यस्तै भिडियो ल्याउने प्रयास गर्नेछौँ, किनभनेदेखि हामीसँग टाइम हुँदैन, त्यही पनि अब मरिमरि टाइम निकालेर एउटा भिडियो बनाउँछौँ, त्यो पनि त्यति धेरै भ्युज पनि जाँदैन, सब्सक्राइबर पनि बढ्दैन है। मेरो साथी चाहिँ यतातिर पुरा पोज हानिरहेछ। ल पोज हान, ल पोज हान्दैछ यतातिर, केटो पोज हानिरहेछ। लगाइस यति भन्दै म भिडियो यहाँ इन गर्न चाहन्छु र अन्य भिडियोहरू त अब छँदै नै छैन, के भन्ने त्यति देख्ने लायकको ठाउँ त रहेनछ, त्यही पनि अब आइयो भिडियोहरू डाँडाकाँडाहरू के भन्ने अब होइन। अरू के भन्नु छ साथीहरू? ल हाम्रो दाजुलाई सबैले सपोर्ट गर्नु पर्यो। त्यही हो, बिस्तारै 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 सपोर्ट गरिदिनु होला। तपाईँहरूले जति नै सक्छ त्यति नै सपोर्ट गरिदिनु होला होइन। जस तपाईँहरूको अहिले कुन सपोर्टले गर्दा त हामी अगाडि बढ्ने होइन, सबैजना अगाडि बढ्ने। जस साथ सपोर्ट दिनु होला। अब त्यही हो, दाइले नै अब स्ट्रगल गर्दै हुनुहुन्छ बिस्तारै बिस्तारै, जस सपोर्ट गरिदिनु होला है, त्यही भन्न चाहन्छु। धन्यवाद धन्यवाद। अनि हाम्रो लन्ठो भाइ के भन्नु मन छ? कुछ भी बोलो, यानी कि मेरा बारे में बोलो, चैनल के बारे में बोलो। मतलब हिंदी में बोलो बस। हम अभी तैफ पार्क में यहाँ का लोकेशन बहुत अच्छा है। यहाँ पे सऊदी का सबसे अच्छा सिटी तैफ पार्क है, जिसमें इधर गर्मी कम होता है क्योंकि इधर का मौसम बहुत अच्छा है, एकदम चिसो वाला। जस नेपालको भाइ पाहाड, नेपालको भाइ यतातिर गर्मी धेरै परेपछि त्यतै मान्छे नै आउँछन् घुम्नको लागि, तर यताको लोकेसन पनि राम्रो छ। कुरो ठिक। ल फाइनली गाइज भाइहरूले राम्रै रेस्पोन्स दिएका छन् मलाई होइन, अलिकति हौसला दिएका छन्, एकदम खुसी लाग्यो। आशा गर्दछु तपाईँहरूको पनि माया र साथ सपोर्ट मिल्नेछ। यति भन्दै हामीले भिडियो चाहिँ यहाँ इन गर्नेछौँ। अब पनि हामीले भिडियो कतै बनाइहाल्यौँ भने हामी भिडियो देखाउने नै छौँ भन्दै छोडिन चाहन्छु। हस् त बाई, सबैजनालाई जय नेपाल।